तपाईँ रिसाउनुहुन्न भने एउटा कुरा भनौँ। भन्न रिसाउँदिन। तपाईँ त एक नम्बरको पापी हो नि। मेरो सुख चेन खोज्ने, मेरो जिन्दगी बर्बाद पार्ने एक नम्बरको अपराधी नै हो नि। तपाईँलाई त पछि नर्कमा तातो तेलमा ज्वाइ हाल्दा नि तपाईँले गरेको पाप मेटिँदैन होला नि। त रिसाउँदैछ भने तँलाई एउटा कुरो भनौँ। मलाई भन्नु पर्दैन, मलाई त रिस उठिसक्यो। मलाई तपाईँको कुरो सुन्यो कि रिस उठ्छ रिस उठेर यो पञ्चटी तातेर कानबाट धुवा निस्किसक्यो। अलिकति थोरै मलाई सुन्नु नै छैन। 8 वर्ष भयो तपाईँको कुरा सुन्दै आएको, अब के सुन्न बाँकी छ र? थोरै मलाई केही सुन्नु नै छैन। मलाई तपाईँको कुरो सुन्यो कि मलाई पार तातेर आउँछ, के सुन्नु म? अचम्म छ, कति नै सुन्नु अरे। यहाँ भन्नु पो नआउने को पापी हो को अपराधी हो भन्ने कुरा गर्छ। मान्छेलाई सुनाउँदै हिँड्नु भएको छैन। म पापी हो भने त पापीको राजा होस्, कुरो बुझिस्। म अपराधी हो भनेदेखि त अपराधीको गुरुआमा होस्। फकाइ पेलेर हिँडी यार, काम नपाएर। अब त्यहाँ फेरि दाँत देखायो नि त्यसमा म बङ्गारा सङ्गारा झर्नेर हान्नुपर्ने छ। म पो उल्टे पापी अपराधी अरे त। ऊ चाहिँ अपराधी र पापीको स्कुल हो, कलेज युनिभर्सिटी होस् न त अपराधीको पापीको।